भतिज के छ नेपाल दाइ के छ भतिज हाम्रो भतिज छ के आउनु भेट्न खोइ हाम्रो खसानतिरै हाल्छ यो कालो डढेको चाहिँ ठुलाले खानुहुन्छ कता कता कालो भाइ यो 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 के एस के अरे सेनमेन मैले किनेको दुईवटा किनेको थिएँ क्या भाइ र मलाई एउटा किनेको कस्तो कालो भएको त डढो त नि पुरै त मार्छ होला हामीलाई होइन मैले त क्रिकेट यो के भइरहेछ त आज हामी अमेरिकाबाट अस्ट्रेलियाबाट हामीले यो उको मासु चाहिँ खाएको थियौँ क्या हाम्रो उयो के क्या बाइसनको मासु खाँदैछौँ तारेर अब त्यही हो कार्यक्रम चाहिँ हाम्रो बिचमा पुगिसकेको छ अघि सुरुवात राम्रो भयो अब बिचमा पुगेको छ जस रमाइलो चलिरहेको छ लाइट र ज्याकेट म्याच गरेर कस्तो मजाको हाल्छ यो चाहिँ हाम्रो यहाँ आज स्पेसल हामी हेलो साउन्ड We are coming tomorrow होइन after the day after tomorrow होइन यहाँ के कस्तो भइरहेछ अहिले आज फिलिङ्स कोरियन नयाँ वर्ष चाहिँ हामी नेपालीले हान्ने बरु आज हान्छ होला होइन कोरियनहरू सुरुमा त्यो नयाँ आउँछन् अनि डराउँदो रहेछन् अनि त्यो एकजना दाइ छ ऊ चाहिँ कोरियन भाषा पनि जानेको अनि अस्ति एउटाले के भएछ भने नयाँ आएको थियो छिटो दाइसँग काम गर्ने केरो कोरियन उमेर आएको हो कोरियन लम्बु लम्बु अनि के भएछ त्यो केटाको उयो सँगै बस्छ हो सँगै बस्छ हामी तपाईँलाई देखेर तपाईँले त सुरुमा त मलाई डर लागिदियो यो आएको माछा जिउ चाहिँ माछा मात्रै देख्छु मैले यो कम्पनीमा त के हो कस्तो फिलिङ्स आइरहेछ त एकदम बोसो हुने रहेछ क्या हिप्पोपोटामसको चाहिँ मासु चाहिँ भाइहरूले यहाँ चाहियो भनेर भनेपछि कमरेडलाई त पाउनै गाह्रो भेट्नै गाह्रो भयो त बस्नु सोल्टी बच्चा बेलामा हिरो हेरेछ अनि हिरोका इन्ट्री लास्टमा होला फोटो पनि एकजनाको चाहिँ बिहा कहिले गर्थ्यो कसलाई तिमीलाई मिलाउने तिमीलाई मलाई सोधेको हो तिमीलाई सोधेको ए सोध न बिचरा ओ यो भाइलाई हो सोल्टी सोल्टी यो भाइलाई क्या सुन न सुन न
यो भाइलाई बिचरा बिहे गर्नु मन लागेको छ अनि मलाई के भन्दैछ त बिहे कहिले गरेर सोध्नु नि दाइ भन्दैछ कडेललाई अब सोध्नु पर्यो नि त बिहे कहिले गर्ने ल नगर्ने हजुर बिहे कहिले गर्ने अरे अहिलेलाई चाहिँ केटी भएको छैन अब यो सोध्नु अनि भाइहरूको त अप्सनै अप्सन हुन्छ त अनि मामाको छोरी पनि आफ्नै भयो त्यो मन परेन भने मिल्छ होला नि उनीहरूको सबै गए पाउन पुरै सक्नु के खान्छौ तिमी बिदाई गर्नु अझै पनि त्यस्तो हुन्छ र हुन त लाग्ने अधिकार लाग्ने अधिकार भन्नु नि अधिकारै भन्न मिल्छ मिल्नलाई चाहिँ ऊ जस्तो होला बुक गरे जस्तै भयो होइन बुक गरे जस्तो भन्दा नि अब मन मिल्यो भने होइन पहिला त जबरजस्ती नै अब उसले लगेन भने मात्रै भन्ने हुँदैन अधिकार होला नि त उनीहरूको पहिला त्यतिखेर त अब त्यो अशिक्षाको कारणले काँक्रा मन परेपछि त चल छोपेर ल्याउँदैन नि त हाम्रो अस्ति लिम्बू दाई र हाम्रो काम दाईमा को जेठो हो ताक्दै चेस सोल्टे सोल्टे हाल्दा नि चेस गरौँ मेरो हिसाब गरेर दाई भनेर तपाईँ दाई भनेर जनताले अब भाइ हो म त चान्स पायो भने छोड्दिनँ नि फेरि अनि भाइ भाइ भनेर बोलिरहेको भने चाहिँ कहाँबाट चाहिँ फेरि को जेठो भन्नु त अहिले त फेरि सानाले भाइ भन्यो भने मलाई पारो तात्छ तिमीलाई दाई भन्यो नि पारता छ नि तिमीलाई ल सोल्टे सोल्टे चर्च चर्च मैतडी भन्ने है मभन्दा जेठो तपाईँ मभन्दा ए चेस गर नि मजाले के गरेको यार महेन्द्रसँगै हो म त यो चाहिँ अब बियर पनि पानी परेर क्या त्यो ग्यास हुँदैन त्यहाँ पानी परेर बुढेले बोले जम्मै टुटु ढाल्ने हो यिनका बुढीलाई पठाइदिन्छु म ओरिजिनल चाहिँ उसलाई पठाइदियो बाँकी चाहिँ टुटु गरेर हाल्छ टुटु हाल्नु सुन न टुटुर हाल्नु पर्छ नि म आज त मैले टुटुर हाल्ने बोले होइन टुटु अरे टुट हालेपछि त दिनुपर्छ अनि टुट बोल्ने बोलिहाल्छ नेता नगर्नु है प्रचण्डको नाम नले म त्यसो टुट बोल्ने बोल्दिनँ नि म बोल्छु नि प्रचण्डको नाममा अहिले त्यस्तो छ र ऊ भइसक्यो होइन यस्तो छ के बियर आयो यस्तो यार यो छान्न पर्यो भने चाइनिज बियर अरे प्रचण्डको सिन्ताओ पहिला पनि मैले भने त्यो चाइनिज बियर हो यो सिन्ताओ हाल न सर गरेर यो पहिला सिधै भने खोके आउँछ नि त खोके भन्छ नि त खोके हो क्या बब्बल एडिट गरेर चाहिँ प्रचण्डलाई आशा गरेको मान्छे हो बिगार्यो पुग्यो फर्सी जस्तो फर्सी ए फेरि बिगारेछ बिहा यो फेरि छेउमै दुश्मन पर्छ मार्छ यो सरी सरी यो मेरो तिम्रो खोइ ए यो मेरो हो म त खाँदिनँ नि त भतिज यार बियर ठोकाएर पैसा ठिक्यो लगाऊ बियर बाँकी नै जो भाइ भाइलाई बोलाएको खै आएन भाइ